ढिलो चाँडो भए पनि मनाउनको लागि जाँदैछौँ दुईजना अरू पनि जोइन हुन्छ भरे ल हाम्रो साथीको स्पेसल होइन यो अब भरे खानुपर्छ स्वाट यसरी देखाइदिन्छु नि त ल साथी कस्तो लाग्यो हाम्रो बर्थडे गिफ्ट भनिदेऊ यो चाहिँ हामीले हाम्रो साथीलाई गिफ्ट दिएको हामी मिलेर एकदम अब मेरो साथी यहाँनिर बसेर रिल्याक्स चिल्याक्स गर्छ भन्ने आशा छ हामीलाई फाइनली हामी हाम्रो डेस्टिनेसन आइपुग्यौँ हाम्रो यहाँ पार्किङ हुँदैछ कार भन्दा के कम होइन कार कस्तो कार खकार आउने नि यहाँ घामले यहाँनिर पिल्सिसक्यो यस्तो छ हरियाली हाम्रो छोरीहरूको फटिक राम्रो छ गुड राम्रो छ फटिक राम्रो छ बर्थडे खानु आएको हो हामी चाहिँ यता किचनमा हामी सामान राख्दैछौँ भर्खर सफा गरेको रहेछ हिलो हुने हो कि है बर्थडे गर्लले पनि काम गर्दैछ ब्युटिफुल भ्यू आलुदम है यो चाहिँ मेरो स्पेसल भ्यू हेर्दै हाम्रो साथीको स्पेसल है अल द वे फ्रम हङकङ के अरे यो ब्ल्याक मसरुम भन्नु नआएको क्या मलाई के भयो अरे उता चाहिँ गाइजहरूको हाम्रो किचन यस्तो छ वाउ सो नाइस सेटअप हाम्रो सेटअप यस्तो छ हाम्रो कुलर चाहिँ यहाँ चाहिँ हाम्रो फ्रिज चाहिँ दामी छैन त युनिक फ्रिज 70 क्रस गरिसक्यो हौ 80 पुग्यो होला साथीको स्पेसल आज खानु पाइने भयो तर सिम्पल ल बिचारा के हाल्नु बिर्सेछु ठिकै छ अनि यस्तो छ भ्यू भ्यू हेर्दै पकाउँदाखेरि कस्तो मजा आउँछ साथी है मजा आएर साथी यस्तो त हपपी तर मैले त इन्टरनेटतिर मात्रै देखेँ यस्तो भ्यू हेर्दै पकाउने किचन मलाई कस्तो मन पर्थ्यो होइन आज इच्छा पुरा भयो आज हावा चलेन क्या अघि धरानमा तल त पुरा हावा चलेको थियो हाम्रो बहिनीले नै हामीले मसला पिनेर हेल्प गरिरहेछ यस्तो छ हाम्रो गाउँ तपाईँहरूलाई कस्तो लाग्दैछ हाम्रो गाउँ ठाउँ हामीलाई त राम्रो लाग्छ तपाईँहरूलाई कस्तो लाग्छ भनिदिनु होला कृपया कस्तो लाग्यो भनेर दुईजना त सुत्नु छिर्यो जस्तै छ यस्तो चाहिँ ग्याम्लिङ नेपाल प्रपर्टी यस्तो 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 ड्यास 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 लास्टमा 500 फाइन सही छैन त दामी छ त ठाउँ म चाहिँ फेरि लोकल कुखुरा पकाउँदैछु है आजको स्पेसल भएर डिनरमा लोकल कुखुरा विथ राइस टक्क अगाडि यस्तो भ्यू हेर्दै वेलकम 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 सबैजनालाई वेलकम ओइ किन कालो भएर आइस त सालले नि यति राति आउँदैन खानेकुरा सकिसकेपछि आउनेहरू कोहरू होला है आमा भनिदिएको नि यतिकै यिनीहरूलाई डर देखाइदिएको नि कस्तो खालको ह्याप्पी बर्थडे भन्यो यिनीहरूले ल है ह्याप्पी बर्थडे साथी ल अन्त दिदी ल खुलाइदिनु आउनु बहिनीलाई हो अन्त दिदी त ह्याप्पी बर्थडे टु यु मेरो बुकहरु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु
हामीबाट कोको साखा पर्यो काया ल्याउ न ल साथी ह्यापी बर्थडे ल लु कोको खाने हो ल ह्यापी बर्थडे ल खा ल खाना खा ल लौ खाऊ न खाऊ खाऊ लौ खाऊ न खाऊ 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 को अरू को दिदी 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 स्याम्पेन ल ल ल ल ल ल ल उता 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 अरुण खायो ल ल ल ल ल ल ल ए ल कता उ ल राम्रो छ खाउन आ गर नि यो गुटु गुटु खाने के ए बिस्तारी बिस्तारी खर्प खुवाइ लु सबैलाई खुवाइदेऊ सबैलाई खुवाइदेऊ भाइ ओ योगीलाई खुवाइदेऊ योगीलाई योगीलाई अरू अन्तालाई अन्तालाई ओ ससिनलाई आफूबाट त्यसको हाम्रो गीता दिदीको बर्थडे पार्टीको प्रोग्राम हाम्रो दिदी खतरा डान्सर हुन्छ हाम्रो स्पटको नाइट भ्यू चाहिँ यस्तो छ एकदम राम्रो छ आज हाम्रो होम वान नाइट होम हाम्रो अब बर्थडे पार्टी दहिन भएको अवस्था साथी यहाँ गीत गाएर चाहिँ गाउँ न सुनौँ न फेरि तिमी पनि रबिन्सन जस्तै हो क्या क्यामेरा अगाडि आउने बित्तिकै के भन्छ गीतै अड्किने यस्तो हेर मौसम यस्तो दामी छ है गाइदेऊ साथी यो मौसम हेरेर हाम्रो छोरीहरूको फोटोसुट हुँदैछ होइन यस्तो यस्तो आज मौसमले पनि साथ दिइरहेछ हुस्सु लागिरहेछ किया तूने क्या इशारा